दर्शन नमस्कार है सबैजनालाई। म चाहिँ आज चाहिँ फ्रन्टल व्हील यो 150 पल्सर हेर्नुहोस् है, ए 150 पल्सरको चाहिँ यो पछाडिको चाहिँ यस्तो बेयरिङ चाहिँ बिग्रेर मैले चाहिँ बनाउन गइरहेको छु है। ल हेर्नुहोस्, नम्बर चाहिँ यहाँ छ। यो चाहिँ यस्तो छ है नम्बरहरू। ल हेर्नुहोस्, हेर्नुभयो यो 6004 यो चाहिँ चेन्ज पकेटमा लाग्ने हो। यसमा लाग्छ है, यसमा यहाँ हेर्नुभयो। अनि यो माथिको चाहिँ 6202 र 6302 चाहिँ यो व्हीलमा लाग्छ। यतापट्टि यतापट्टि र यतापट्टि लाग्छ है। यहाँ यसमा यो दुईटामा लाग्छ। र यो चाहिँ हेर्नुहोस् साउन्ड यस्तो। ल हेर्नुहोस् यस्तो यस्तो साउन्ड चाहिँ कटक 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 गर्छ क्या। बेयरिङ चाहिँ उ भएछ। र मैले ल अब चाहिँ टुल्सहरू छ यहाँ हेर्नुहोस्। मैले चाहिँ विभिन्न मेकानिकहरूको भिडियो मैले हेर्छु र 1 महिनाको मैले ट्रेनिङ पनि लिएको थिएँ मैले। र यो हल्का फुल्का जानेको चाहिँ बाइकहरू चाहिँ मैले आफैले घरमा रिपेयर गर्छु। ल अब मैले ढिलो नगरी फटाफट खोल्छु र यो पुरा भिडियो तपाईँलाई देखाउँछु है त, हेर्दै गर्नु होला। ल अब मैले ढिलो नगरिकन फटाफट मैले चाहिँ पछाडिको ब्रेक मैले खोल्दैछु, ब्रेकको नट। त्यसपछि ब्रेकको नट मैले खोलिसकेको छु र ब्रेकको नट खोलेपछि मैले चाहिँ ब्रेकको सपोर्टरको त्यो नट मैले चाहिँ खोल्दैछु है। ल यो मैले खोलेर भइसकेँ र खोलेर भइसकेपछि मैले पछाडिको व्हीलको नट चाहिँ मैले ढिलो गर्दैछु र चाहिँ मैले चेन्ज पकेट फटाफट मैले भिडियो बनाउँदैछु है। दुईटै चेन्ज पकेट निकाल्ने र यी चक्का पनि मैले निकाल्ने है, पछाडिको चक्का। र मैले चेन्ज पकेट मैले खोल्दैछु है। चेन्ज पकेट मैले निकालिसकेँ र मैले अब बेयरिङ निकाल्ने काम गर्छु है। ल यसरी हल्का क्रस गरेर ठोक्यो भने निक्लिहाल्छ है बेयरिङ। यसमा चाहिँ 6202 र 6302 को बेयरिङ लाग्छ। नहल्लाइकन के। ल यो चाहिँ सेन्ट्रल बुस है। यो चाहिँ हाल्न नबिर्सनु होला। फर्स्ट बेयरिङ हालेपछि सेकेन्ड बेयरिङ हाल्ने बेला यो पहिले हालेर बुस हालेर बल्ल चाहिँ यो अर्को बेयरिङ हाल्नुपर्छ। बेयरिङ माथि बेयरिङ भित्र हुन्छ कि यो। यो चाहिँ लास्ट बेयरिङ। मैले सफाइ गर्दैछु है, बेयरिङ निकाल्दिएँ। अब सफाइ गरेर मैले सेम प्रोसेसमा मैले बेयरिङ हालिदिन्छु। र बेयरिङ हाल्दाखेरि चाहिँ कहिले पनि कम्पनीको बेयरिङमा चाहिँ त्यत्तिकै हाल्नु हुँदैन, यो ग्रिसिङ गरेर हाल्नुपर्छ। यो ग्रिसिङ गरेर हाल्यो भने चाहिँ धेरै लङ टर्मसम्म चाहिँ यो टिक्ने गर्छ। एकदम ग्रिस कम हुन्छ, त्यसले गर्दा ग्रिस हालेर त्यसपछि चाहिँ त्यसको चाहिँ सिल चाहिँ त्यसैमा हालिदिनुपर्छ है। सिल हाल्यो भने चाहिँ धुलो माटो कङ्कडहरू चाहिँ जाँदैन, त्यसले गर्दाखेरि सिल हाल्नुपर्छ। प्रत्येकवटा जतिवटा हामीले बेयरिङहरू फेर्न पर्ने हुन्छ प्रत्येक बेयरिङको चाहिँ हामीले चाहिँ यसरी नै ग्रिसिङ गरेर चाहिँ लगाउनु पर्छ। र मैले अब चाहिँ दुईटै बेयरिङ यसरी चाहिँ हालिदिन्छु है। र सेन्ट्रल बुसमा हाल्दाखेरि चाहिँ ग्रिसिङ गरेर यसरी चाहिँ हाल्नुपर्छ। एउटा सेन्ट्रल प्लास्टिक वासर हुन्छ, त्यो हालेपछि चाहिँ सेन्टरमा बस्छ है। र लास्ट बेयरिङ चाहिँ यसरी मैले चाहिँ अब लगाएर ठोकिदिन्छु र रेडी भयो। र मैले चाहिँ चेस्ट पकेटको यसरी निकाल्छु र बेयरिङ पनि अब यतापट्टि त्यो चाहिँ यो बुस लक हो।
धुलो माटो नजाओस् भनेर यो चाहिँ फेरि फिटिङ गर्दा लाउनु पर्छ र यो भित्र चाहिँ बेरिङ हुन्छ यसरी ठोकेर हल्का ठोक्यो भने निस्किन्छ यसरी र मैले चाहिँ र अब यसलाई सफाई गरेर फेरि मैले 6004 को बेरिङ मैले चाहिँ लगाइदिन्छु है र लगाएर मैले यसरी चाहिँ ठोकिदिन्छु बुसहरू चाहिँ लगाइदिन्छु र यो लाउँदाखेरि यसको पनि बेरिङमा चाहिँ पुरै चाहिँ त्यस्तो ग्रिसिङ गरेर लगाइदिनु होला र सबभन्दा राम्रो हुन्छ र यसरी चाहिँ बेरिङ ठोकिदिनु होला ल फाइनली चाहिँ बने है लगाइनुहोस् यो चाहिँ सरर ल सुनिहाल्नु भयो सररररर कुनै साउन्ड छैन र बन्यो भिडियो दिनुभएकोमा धन्यवाद मन पर्यो भने लाइक गरिदिनु होला हस् त धन्यवाद